नमस्कार मित्रहरू, आज पनि यहाँहरु सामु फेरि एउटा अत्यन्तै महत्त्वपूर्ण बुक जसको नाम हो द 1 मिनेट म्यानेजर हो। यिनै पुस्तकबाट अडियो समरी पाठ 3 जस्ताको तस्तै वाचन गर्नको लागि उपस्थित भइसकेको छु। मलाई विश्वास छ यस भिडियोलाई अन्त्यसम्म हेर्नुभयो भने तपाईको जीवनमा मिराकल चेन्ज ल्याउनेछ। त्यसको लागि तपाईले यस भिडियोलाई अन्त्यसम्म हेर्नुहोला र मन परेमा लाइक, कमेन्ट र सब्स्क्राइब भने अवश्य पनि गर्न नभुल्नुहोला, किनभने यस च्यानलमा हामीले तपाईको जीवन परिवर्तन गर्न सक्ने विभिन्न किसिमका सेल्फ हेल्पका बुकहरुको अडियो समरी तपाईहरुले बुझ्ने शैलीमा च्याप्टर वाइज तपाईहरुलाई वाचन गर्नको लागि हामी आउने छौं। त्यसको लागि तपाईले यस च्यानललाई सब्स्क्राइब, लाइक, कमेन्ट र शेयर पनि गर्नुहोला र नजिकै रहेको बेल आइकन पनि थिच्नको लागि नबिर्सिनुहोला, किनभने तपाईहरु यो ज्ञानको महासागरबाट तपाई नछुट्नको लागि तपाईले त्यति सहयोग गर्दिनु होला। आउनुस् अब हामी कति पनि ढिला नगरिकन आजको यो विषयवस्तु पार्ट 3 मा डुबुल्की मारौं है त। ओके, अब सुरु गरौं। 1 मिनेट म्यानेजरको सुझाव। युवक 1 मिनेट म्यानेजरकोमा पुग्यो। सेक्रेटरीले भनिन्, तपाई सिधै भित्र जान सक्नुहुन्छ, जहाँ तपाई फेरि कहिले भेट्न आउनुहुन्छ भनेर सोचिरहनु भएको थियो। युवक अफिसमा छिर्यो। अफिस सफा र खाली थियो। 1 मिनेट म्यानेजरले जोशका साथ उसलाई स्वागत गर्नुभयो। तपाईले आफ्नो यात्रामा के पाउनुभयो? उहाँले सोध्नुभयो। धेरै कुरा, युवकले उत्साहका साथ भन्यो। मलाई बताउनुस्, तपाईले के सिक्नुभयो? म्यानेजरले प्रोत्साहित गर्दै भन्नुभयो, मैले तपाई आफूलाई 1 मिनेट म्यानेजर किन भन्नुहुन्छ भन्ने कुरा थाहा पाए। तपाई आफ्नो स्टाफसँग छलफल गरेर 1 मिनेटको लक्ष्य बनाउनुहुन्छ ताकि उनीहरूलाई आफ्नो जवाबदेहिता र कामबारे स्पष्ट रूपमा थाहा होस्, अनि तपाई उनीहरूले कुनै राम्रो काम गर्दै गरेको बेला हेर्ने कोसिस गर्नुहुन्छ ताकि 1 मिनेट उनीहरूको प्रशंसा गर्न सकियोस्। फेरि अन्तमा उनीहरूसँग सही काम गर्ने सारा योग्यता छ तर पनि गल्ती गर्छन् भने तपाई उनीहरूलाई 1 मिनेट गाली गर्नुहुन्छ। यस बारेमा तपाई के सोच्नुहुन्छ? 1 मिनेट म्यानेजरले सोध्नुभयो। म अचम्ममा परेको छु, यो एकदमै सजिलो रहेछ, युवकले भन्यो। त्यसपछि पनि यसले काम गर्छ, तपाईले परिणाम पाउनुहुन्छ, मलाई विश्वास छ यसले तपाईको लागि साँच्चै काम गर्छ। यदि तपाई यस्तो गर्न इच्छुक हुनुभयो भने जसले तपाईका लागि पनि काम गर्नेछ। म्यानेजरले जोड दिँदै भन्नुभयो। सायद युवकले भन्यो, तर यस्तो गर्ने मेरो इच्छा त्यति बेला हुनेछ जब यसले कसरी काम गर्छ भन्ने कुरा मैले राम्रोसँग बुझ्नेछु। यो सबैको लागि सही छ। कुनै कुराले किन काम गर्छ यो बुझेपछि तपाई यसको प्रयोग गर्न निपुण हुनुहुनेछ। त्यसैले मलाई जे थाहा छ त्यो तपाईलाई बताउन पाउँदा म खुसी छु। तपाई कहाँबाट सुरु गर्न चाहनुहुन्छ? सबैभन्दा पहिला मलाई यो बताउनुस् कि जब तपाई 1 मिनेट म्यानेजमेन्टका बारेमा कुरा गर्नुहुन्छ के तपाईलाई साँच्चै ती सारा काम 1 मिनेट लाग्छ जुन एक म्यानेजमेन्टका रूपमा तपाईले गर्नुभएको थियो? लाग्दैन, सधैँ लाग्दैन। यो त भन्ने एक तरिका हो। म्यानेजर हुन त जटिल छैन। जति पनि मानिस तपाईलाई विश्वास दिलाउन चाहन्छन्, मानिसहरूलाई म्यानेज गर्न त्यति धेरै समय लाग्दैन जति तपाईको सोच्नु भएको हुन्छ। त्यसले जब म 1 मिनेट म्यानेजमेन्टको कुरा गर्छु, यसको प्रमुख कुरा जस्तो लक्ष्य बनाउन 1 मिनेट भन्दा धेरै समय लाग्न सक्छ, तर यो एक प्रतीकात्मक कुरा हो। धेरै जसो केवल 1 मिनेटकै समय लाग्छ। म तपाईलाई त्यो नोट देखाउँछु जुन मैले आफ्नो टेबलमा राखेको छु। युवकले नोट हेर्यो र त्यहाँ लेखिएको थियो, मेरो सर्वश्रेष्ठ
मिनेर त्यो हो जसको लगानी म आफ्नो कर्मचारीहरूको लागि गर्छु। म्यानेजरले भन्नुभयो, धेरैजसो कम्पनीहरू आफ्नो 50 देखि 70% बजेट कर्मचारीहरूको तलबमा खर्च गर्छन्। तर अनौठो कुरा के छ भने उनीहरू आफ्ना कर्मचारीहरूलाई प्रशिक्षित गर्न आफ्नो बजेटको 1% पनि खर्च गर्दैनन्। वास्तवमा धेरैजसो कम्पनीहरू आफ्नो कर्मचारीहरूको मेन्टेनेन्स र विकासको साटो आफ्नो भावना र मेसिनरी मेन्टेनेन्समा धेरै समय र बजेट खर्च गर्छन्। यो त मैले कहिले सोचेको थिइनँ, युवकले स्वीकार गर्यो। यदि कर्मचारीकै कारणले परिणाम मिल्छ भने उनीहरूमा लगानी गर्नु बुद्धिमान हो। अवश्य, म्यानेजरले भन्नुभयो। म पहिलो पटक जागिरमा जाँदा कसैले लगानी गरेको भए तपाईको भनाइको मतलब के छ भने युवकले सोध्यो। पहिला मैले जुन सङ्गठनमा काम गरेँ तीमध्ये धेरैजसो कम्पनीमा के काम गर्ने हो त्यो मलाई थाहा थिएन। कसैले मलाई त्यो बताउने आवश्यकता पनि सम्झेन। यदि तपाईँले मसँग राम्रो काम गरिरहनु भएको छ भने सोध्नुभयो भने मैले भन्ने थिएँ मलाई थाहा छैन। फेरि तपाईँले यस्तो किन भनेर सोध्नुभयो। मेरो जवाफ हुन्थ्यो किनकि बोसले केही समयदेखि नराम्रोसँग गाली गरेका छन् वा कसैले केही भनिरहेको छैन। यसको मतलब सब ठिकठाक छ। लगभग यस्तै वातावरण थियो। मेरो मुख्य लक्ष्य दण्डबाट बच्नु थियो। यो रोचक छ, युवकले स्वीकार गर्यो। तर मैले यो कुरा पूर्ण रूपमा बुझेको छु भन्ने कुरामा मलाई विश्वास लागिरहेको छैन। फेरि उसले चिन्तासहित अगाडि जोड्यो। वास्तवमा यदि तपाईँलाई यो ठिक लाग्छ भने म तपाईँसँग किन प्रयोग भएका केही प्रश्न सोध्न चाहन्छु, किनकि त्यसपछि मात्र म राम्रोसँग बुझ्न सक्नेछु। सायद हामी 1 मिनेटको लक्ष्य बनाउने कुराबाट सुरु गर्छौं। यसले यति राम्रोसँग किन काम गर्छौं? तपाईँ 1 मिनेटको लक्ष्यले किन राम्रोसँग काम गर्छ भनेर थाहा पाउन चाहनुहुन्छ? म्यानेजरले भन्नुभयो। राम्रो कुरा हो। उहाँ उठ्नुभयो र बिस्तारै कोठाको चारैतिर हिँड्न थाल्नुभयो। म तपाईलाई एउटा उदाहरण दिन्छु जसबाट तपाईलाई बुझ्न सहज हुनेछ। मैले कयौं संगठनमा जागिर गरेको छु र हरेक अफिसमा धेरै त्यस्ता मानिस देखेको छु जो प्रेरित उत्साहित हुँदैनन्। तर मैले अफिस बाहिर कसैलाई पनि अप्रेसित वा अनुत्साहित देखिन्न। हरेक मानिस केही न केही गर्नको लागि प्रेरित देखिन्छ। उदाहरणको लागि एक रातमा बोलिङ गरिरहेको थिए। त्यहाँ मैले आफ्नो पछिल्लो संगठनका केही समस्या उत्पादन गर्ने कर्मचारीहरू देखे। समस्या उत्पन्न गर्नेहरू मध्येको एक जसलाई म राम्रोसँग चिन्थे बोलिङ बल लियो, लाइनको नजिकै आयो र बल फ्याक्यो। त्यसपछि ऊ चिच्याएर कुद्न थाल्यो। तपाईलाई के लाग्छ ऊ यति धेरै खुसी किन थियो? किनकि उसले स्ट्राइक गरेको थियो। उसले सबै पिन खसाइदिएको थियो। बिल्कुल। तपाईँ के लाग्छ ऊ या अरू मानिस जागिरको बारेमा पनि यति रोमाञ्चित किन हुँदैन? किनकि उनीहरूलाई पिन कहाँ छ भनेर थाहा हुँदैन। युवकले मुस्कुराउँदै भन्यो। मैले बुझे यदि पिन भएन भने बोलिङ गर्ने इच्छा कतिन्जेल रहन्छ। सही हो। 1 मिनेट म्यानेजरले भन्नुभयो। अब तपाईँ देख्न सक्नुहुन्छ धेरैजसो संगठनमा के हुन्छ भने मेरो विश्वास छ कि धेरैजसो म्यानेजरलाई थाहा छ उनीहरू आफ्ना कर्मचारीबाट के गराउन चाहन्छ र उनीहरू आफ्ना कर्मचारीहरूलाई यो कुरा पूर्ण रूपमा बताउने र बुझाउने जमर्को गर्दैनन्। उनीहरू के अनुमान लगाउँछन् भने कर्मचारीले यो कुरा थाहा हुनुपर्दछ। जब लक्ष्य बनाउने कुरा आउँछ तब म कुनै प्रकारको अनुमान लगाउँदिन। जब तपाईँ केवल अनुमान लगाउनुहुन्छ मानिसहरूको अपेक्षित बारेमा ज्ञान र तपाईँ बोलिङको काम प्रभावशाली खेल खेलाउनुहुन्छ भने तपाईँ पिनलाई माथि राख्नुहुन्छ। जब बलर बल फ्याक्नको लागि फ्याक्छ र त्यो सिट मुनि जान्छ त्यसपछि उसले एक आवाज सुन्छ तर उसलाई
कति पेन खसेको छु भनेर थाहा हुँदैन। जब तपाईँ उसलाई कार्य सम्पादन कस्तो भयो भनेर सोच्नुहुन्छ, उसले भन्छ मलाई थाहा छैन। तर यस्तो गर्दा तपाईको रमाइलो लाग्ने समय धेरै हुन्छ। यो रातिमा गल्फ खेल्नु जस्तै हो। मेरा धेरै मित्रले गल्फ खेल्न छाडिदिए। मैले उनीहरूसँग यसको कारण सोधे। उनीहरूको जवाब थियो गल्फ कोर्समा धेरै भिड हुन थालेको छ। मैले उनीहरूलाई रातिमा खेल्न सुझाव दिए। मेरो कुरा सुनेर उनीहरू हाँस्न थाले। रातिमा गल्फ कसले खेल्छ? रातमा त चोर नै देखिँदैन। फुटबल म्याच हेर्ने मामलामा पनि यो कुरा लागू हुन्छ। यो देशमा कति मानिस आफ्नो टेलिभिजन सेटको अगाडि बसिरहनेछन् र दुवै टिम मैदानमा यताबाट उता दौडेको देख्नेछन् र यदि कुनै गोलपोस्ट छैन जसमा गोल हान्न सकियोस् वा स्कोर गर्ने कुनै तरिका पनि नहोस्। हो, यस्तो किन हुन्छ? युवकले सोध्यो। मानिसहरूको पहिलो नम्बरको प्रेरणा हो परिणाममा फिडब्याक। च्याम्पियनको नास्ता हो। फिडब्याकले हामीलाई अगाडि बढाउँछ। दुर्भाग्यवश जब अधिकांश म्यानेजरलाई अनुभव हुन्छ, परिणाममा फिडब्याकले मानिसलाई पहिलो नम्बरको प्रेरणा दिन्छ, तब ऊ आम रूपमा बोलिङको तेस्रो रूप प्रस्तुत गर्छ। जब बलर बल गुडाउनको लागि लाइनमा जान्छ, तब पिन सिधा राखिएको हुन्छ र सिट आफ्नो स्थानमा हुन्छ। तर अब खेलमा एक अर्को तत्त्व सामेल हुन्छ। एक सुपरभाइजर सिटको पछाडि उभिएको छ। जब बलर बल गुडाउँछन्, तब उसले खसेको पिनको आवाज सुन्छ र सुपरभाइजर दुवै औँला उठाएर संकेत गर्छ। तपाईले 2 पिन खसाउनु भयो। सानो बताउनुस्, साँचो बताउनुस्। के धेरै जसो म्यानेजरले यो भन्छन् तपाईले 2 पिन खसाउनु भयो? भन्दैनन्। उनीहरू आम रूपमा भन्छन् तपाईले 8 पिन पनि खसाउन सक्नु भएन। युवकले मुस्कुराउँदै भन्यो, बिल्कुल सही। 1 मिनट म्यानेजरले भन्नुभयो। म सधैँ यही प्रश्न गर्ने सोध्ने गर्थे। म्यानेजरले उनी र उनका अधीनस्थ दुवैले पिन देख्न सकुन् भनेर सिट किन उठाउँदैनन्? किनकि वार्षिक कार्य सम्पादन समीक्षा हुनेवाला छ। युवकले अचम्मित हुँदै भन्यो, हो, यस्ता म्यानेजरले आफ्नो कर्मचारीबाट आफूले के आशा गरिरहेको छु भन्ने कुरा बताउँदैन र उनीहरूलाई एक्लै छोडिदिन्छन्। जब उनीहरूले राम्रो कार्य सम्पादन गर्न सक्दैनन्, त्यसपछि उनीहरूको खिल्ली उडाउँछन्। तपाईलाई के लाग्छ उनीहरू यस्तो किन गर्छन्? र युवकले सोध्यो। ऊ अहिले म्यानेजरको टिप्पणीबाट धेरै प्रभावित हुँदै गइरहेको थियो ताकि उसले राम्रोसँग देख्न सकोस्। म्यानेजरले भन्नुभयो, ताकि उसले राम्रो देख्न सकोस् भन्नुको मतलब के हो? युवकले सोध्यो। तपाईलाई के लाग्छ यदि तपाईँ आफ्नो समीक्षामा आफ्नो हरेक कर्मचारीको कार्य सम्पादनलाई सर्वाधिक अङ्क दिनुभयो भने तपाईको बोसले के सोच्छ? तपाईँ कमजोर बोस वा जे होस्, राम्रो नराम्रो कार्य सम्पादन बीच भेद गर्न सक्दैन। बिल्कुल सही हो। अधिकांश संगठनमा म्यानेजरका रूपमा राम्रो थाहा पाउनुपर्छ। आफ्नो केही कर्मचारीहरूले गल्ती गर्दै गरेको थाहा पाउनुपर्छ। तपाईसँग केही विजेता हुनुपर्छ, केही हार्नेहरू र बाँकी सबै बीचमा। हेर्नुहोस्, यो देशमा हामीसँग सामान्य वितरण कर्मको मानसिक छ। मलाई सम्झना छ एकपटक जब म आफ्नो छोरोको स्कुलमा गएँ, त्यहाँ मैले एक टिचरले क्लासमा भूगोलको टेस्ट राखिरहेको छैन भनेर सोधे। त्यसो गर्न सकियो भन्ने बच्चा टेस्टमा मलाई सम्झना छ एकपटक जब म आफ्नो छोरोको स्कुलमा गएँ, त्यहाँ मैले एक टिचरले क्लासमा भूगोलको टेस्ट लिइरहेको देखेँ र मैले उनलाई कक्षा कोठाको चारैतिर एटलस किन राखिएको छैन भनेर सोधे। त्यसो गर्न सकियो भने बच्चा टेस्टमा त्यसको प्रयोग गर्न सक्थे। उनले भने, म यस्तो गर्न सक्दिनँ किनकि त्यसो गर्यो भने त सबै बच्चाले 100% अङ्क पाउँछन्। हामीलाई त्यस्तो लाग्छ सबैले राम्रो कार्य सम्पादन गर्नु धेरै राम्रो कुरा हो। मलाई सम्झना छ एकपटक मैले पढेको थिएँ
कसैले आइन्स्टाइनसँग उनको फोन नम्बर सोध्यो। उनी टेलिफोन डाइरेक्टरकोमा पुगे ताकि त्यसमा हेरेर आफ्नो फोन नम्बर बताउन सकुन्। युवक हाँस्यो, तपाईँ मजाक गरिरहनु भएको छ? होइन, म मजाक गरिरहेको छैन। आइन्स्टाइनको भनाइ थियो, म यस्तो जानकारीको फोहोर आफ्नो दिमागमा कहिले राख्दिन जुन अन्त कतै सहजै पाउन सकिन्छ। यदि तपाईँले यो कुरा राम्रोसँग बुझ्नु भएन भने तपाईँ त्यो मानिसको बारेमा के सोच्नुहुन्छ जो आफ्नो फोन नम्बर हेर्नको लागि टेलिफोन डाइरेक्टरीकोमा पुग्छ? तपाईँ के सोच्नुहुन्छ र विजेता हो या पराजित? युवक हाँस्यो र बोल्यो, पूर्ण रूपमा पराजित। बिल्कुल सही सोच्नुहुनेछ, म पनि यस्तै सोच्नेछु, तर हामी गलत हुनेछौँ, होइन? युवकले सहमतिको टाउको हल्लायो। यस्तो गल्ती गर्नु हामी मध्ये कसको लागि सजिलो छ? म्यानेजरले भन्नुभयो फेरि। त्यसपछि उहाँको युवकलाई त्यो सन्देश लेखिएको तख्ती देखाउनु भयो जुन उहाँले आफ्नो लागि बनाउनु भयो। उहाँको सन्देश हेर्नुहोस्, यस प्रकार छन्। हरेक मानिस सम्भावित विजेता हो। केही मानिस पराजितको भेषमा लुकेको हुन्छन् र उनीहरूको देखावटबाट धोका नखानुस्। हरेक मानिस सम्भावित विजेता हो। केही मानिस पराजितको भेषमा लुकेको हुन्छन्, उनीहरूको देखावटीपनबाट धोका नखानुस्। म्यानेजरको रूपमा तपाईसँग 3 विकल्प हुन्छन्। म्यानेजरले भन्नुभयो, पहिलो, तपाईँ विजेतालाई जागिरमा राख्न सक्नुहुन्छ। उनीहरूलाई खोज्न मुस्किल हुन्छ र उनीहरूको तलब पनि धेरै हुन्छ। दोस्रो विकल्प हो, यदि तपाईँ विजेता खोज्न सक्नुहुन्न भने तपाईँ कुनै यस्तो मानिसले काममा राख्नुस् जसमा विजेता बन्न क्षमता या सम्भावना होस्। त्यसपछि तपाईँ ती मानिसलाई विजेता बन्नको लागि सुनियोजित ढङ्गले प्रशिक्षण गर्नुहोस्। यदि तपाईँ पहिलो 2 विकल्पमध्ये कुनै पनि चुन्न सक्नुहुन्न, म ती म्यानेजरदेखि अचम्मित भएको छु जो कुनै विजेतालाई जागिरमा राख्नको लागि न त धन खर्च गर्न चाहन्छन् न त कसैलाई विजेता बनाउन प्रशिक्षण दिनको लागि समय खर्च गर्न चाहन्छन् भने त केवल तेस्रो विकल्प रहन्छ, त्यो हो प्रार्थना। 1 मिनट म्यानेजरको कुरा सुनेर युवक शान्त भयो र उसले आफ्नो नोटबुक र पेन तल राखिदियो र सोध्यो, प्रार्थना? म्यानेजरले सुस्तरी हाँस्दै भन्नुभयो, मैले मजाक गरिरहेको थिएँ, तर यस्ता कयौं म्यानेजर छन् जो हरेक दिन यस्तो प्रार्थना गर्छन्, हे भगवान, यो मानिस सही होस्। युवक गम्भीर हुँदै बोल्यो, ठिक छ, हामी पहिलो विकल्प रोज्छौँ। यदि तपाईँ विजेतालाई जागिरमा राख्नुहुन्छ भने 1 मिनट म्यानेजर बन्न साँच्चै सजिलो हुन्छ, होइन? निश्चय रूपमा, म्यानेजरले मुस्कुराउँदै भन्नुभयो। युवक यसरी गम्भीर भएको थियो मानव मानिस गम्भीर हुँदैमा ऊ सफल म्यानेजर बन्न सक्छ। त्यो देखेर म्यानेजर अचम्मित हुनुभएको थियो र तपाईँ विजेतासँग केवल 1 मिनटको केवल लक्ष्य बनाउनुहोस् र उसलाई बलसँगै एक्लै छोडिदिनुहोस्। र म्यानेजरले भन्नुभयो, मिस ब्राउन भन्दै हुनुहुन्थ्यो, कयौं पटक तपाईँले उनीहरूसँग यस्तो पनि गर्नु पर्दैन। युवकले भन्यो, उनले बिल्कुल सही भनिन्। म्यानेजरले भन्नुभयो, यहाँ धेरै जसो मानिसले जति बुझेको छन् त्योभन्दा धेरै भुलिसकेका छन्, तर विजेता मानिसले जति बुझेका छन् त्योभन्दा धेरै मुस्किलले भुलिसकेका छन्। तर विजेता होस् या सम्भावित विजेता, हरेकका लागि 1 मिनटको लक्ष्य बनाउनु उत्पादक व्यवहारको मूलभूत औजार बन्न सक्नेछ। के यो साँचो हो? 1 मिनटको लक्ष्य बनाउने पहल चाहे जोसुकैले गरोस्? युवकले सोध्यो। हरेक लक्ष्य सधैँ एक कागजमा लेख्नुपर्छ? अवश्य, 1 मिनट म्यानेजरले जोड दिँदै भन्नुभयो। यो यति महत्त्वपूर्ण किन छ? किनभने कर्मचारीले आफ्नो लक्ष्यको समीक्षा गर्न सकुन् र आफ्नो लक्ष्यसँग आफ्नो कार्य सम्पादनको तुलना गर्न सकुन्। मलाई लाग्छ तपाईँ कुनै पनि कर्मचारीले आफ्नो कामको हरेक पक्ष होइन, आफ्नो प्रमुख लक्ष्य र जिम्मेवारी लेखोस् भन्ने कुरामा जोड दिनुहुन्छ, युवकले भन्यो। हो, किनकि म यस अफिसलाई कागजको कारखाना बनाउन चाहन्न र म चाहन्न कि धेरै कागज कतै पनि कुनै फाइलमा राखिएको होस् र त्यो वर्षमा
एकपटक मात्र त्यो पनि अर्को वर्षको लागि लक्ष्य बनाउँदा वा कार्य प्रगतिको समीक्षा गर्दा वा अरू कुनै त्यस्तै काम गर्दा मात्र हेरियोस्। सायद तपाईले देख्नु भएको हुनुपर्छ, मेरो सबै स्टाफसँग यो प्लग छ। उहाँले युवकलाई आफ्नो प्लग देखाउँदै भन्नुभयो, 1 मिनेट समय निकाल्नुस्, आफ्नो लक्ष्यतिर हेर्नुस्, आफ्नो कार्य सम्पादनतिर हेर्नुस् र के तपाईको कार्य सम्पादन लक्ष्य अनुरूप छ। युवक अचम्म परेको थियो। उसले संक्षिप्त यात्रामा यो कुरा देख्न सकेको थिएन। मैले यो देख्न पाएको थिएन। उसले भन्यो, यो धेरै राम्रो छ, के म यो प्लग लाग्न सक्छु? किन नसक्नु? म्यानेजरले भन्नुभयो, म यसको व्यवस्था गरिदिनेछु। म्यानेजर बन्न इच्छुक युवक आफूले सिकेको कुरा लेखिरहेको थियो। उसले टाउको नउठाइकनै भन्यो, 1 मिनेट म्यानेजमेन्टका बारेमा सिक्नुपर्ने कुरा धेरै रहेछ। कम समयमा सिक्न मुस्किल रहेछ। म 1 मिनेटको लक्ष्यको बारेमा धेरै जान्न चाहन्छु, तर म यो कुरा पछि पनि सिक्न सक्छु। के अब हामी 1 मिनेटको प्रशंसातिर बढ्न सक्छौँ? युवकले आफ्नो नोटबुकबाट टाउको उठाउँदै भन्यो, अवश्य। 1 मिनेट म्यानेजरले भन्नुभयो, तपाईँ सायद सोचिरहनु भएको होला, यसले किन काम गर्छ? युवकले जवाब दियो, साँच्चै म यही सोचिरहेको छु। मित्रहरू, अब अर्को च्याप्टर सुरु हुँदैछ। कृपया एकछिन धैर्य धारण गर्नुहोला, जसले तपाईको ज्ञानको दायरालाई अझ धेरै फराकिलो बनाउँदै लानेछ। 1 मिनेटको प्रशंसा किन सफल हुन्छ त? हो, आउनुहोस् हामी जानौँ है त। आउनुहोस् हामी केही उदाहरण हेरौँ। 1 मिनेट म्यानेजरले भन्नुभयो, सायद त्यसपछि तपाईलाई स्पष्ट हुनेछ कि 1 मिनेटको प्रशंसाले यति राम्रोसँग किन काम गर्छ। म खुसी हुनेछु, युवकले भन्यो। म परिवारको उदाहरणबाट सुरु गर्छु र मानिससम्म आउँछु। र म्यानेजरले भन्नुभयो, बस यति याद राख्नुस् कि मानिस कहिले परिवार हुँदैन। मानिस धेरै जटिल हुन्छ। ऊ जागरुक हुन्छ र आफ्नो बारेमा सोच्न सक्छ, अरूबाट शोषित हुन चाहदैन। यो कुरा याद राख्नुस् र यसको सम्मान गर्नुस्। यो राम्रो म्यानेजमेन्टको सूत्र पनि हो। यो कुरा दिमागमा राख्दै हामी केही सामान्य उदाहरण हेर्छौँ, जसबाट हामीलाई थाहा हुन्छ कि हामी त्यो कुरा चाहन्छौँ जसमा हामीलाई राम्रो अनुभव हुन्छ, अनि त्यो कुरादेखि बच्छौँ जसबाट हामीलाई नराम्रो अनुभव हुन्छ। मानौ तपाईसँग एक अप्रशिक्षित परिवार छ। तपाईँ चाहनुहुन्छ वा बाकसको बायाँतिरको तल्लो कुनाभित्र पसोस् अनि बाकसको माथितिर दायाँ कुनासम्म दौडेर जाओस् र आफ्नो दाहिने खुट्टाले लिभर दबाओस्। मानौ सुरुवाती बिन्दुभन्दा केही दूरीमा हामीले एउटा मेसिन राखिदिन्छौँ जसले परिवारलाई खानाको टुक्रा दियोस्। तपाईलाई के लाग्छ, यदि हामी परिवारलाई बाकसमा राखेर ऊ माथिल्लो दायाँ हातको कुनामा पुगेर दाहिने खुट्टाले लिभर दबाएपछि मात्र उसलाई खाना दियो भने के हुन्छ? 1 मिनेट म्यानेजरले भन्नुभयो, परिवार भोकले मर्नेछ। युवकले भने, तपाईले के ठिक भन्नुभयो? हामीले धेरै परिवारको ज्यान लिनेछौँ। परिवार भोकै मर्नेछ किनकि उसलाई के गर्ने भन्ने थाहै हुँदैन। तर परिवारलाई यो काममा प्रशिक्षित गर्न धेरै कठिन छैन। तपाईले केवल यति गर्नुपर्छ, जहाँबाट परिवार बाक्समा छिर्छ त्यसको छेउमा नै एक लाइन तान्नुस्। यदि परिवार बाक्समा छिरेर लाइन पार गर्यो भने मेसिन आफै चल्नेछ र परिवारले खाना पाउनेछ। परिवार कुदेर त्यो मेसिन आफै चल्नेछ र परिवारले खाना पाउनेछ। परिवार कुदेर त्यो ठाउँसम्म पुग्नेछ। अब तपाईँ परिवारलाई त्यो राखिरहन चाहनुहुन्न भने कहाँ देख्न चाहनुहुन्छ? बाकसमाथि दायाँ हातको कुनामा, युवकले भन्यो। बिल्कुल सही। 1 मिनेट म्यानेजरले भन्नुभयो, केही समयपछि तपाईले त्यो ठाउँसम्म दौडेकोमा परिवारलाई पुरस्कार दिन छोड्नुहुन्छ। अर्को लाइन तान्नुहुन्छ जुन पछिल्लो लाइनभन्दा धेरै पर हुँदैन, तर बाकसमाथि दायाँ हातको कुनातिर लक्ष्यकै दिशामा हुन्छ। अब परिवार आफ्नो पुरानो ठाउँसम्म दौड्न सुरु गर्छ, तर उसले खाना पाउँदैन। तर छिट्टै नै परिवार नयाँ लाइन पार गरेर जानेछ। मेसिन एकपटक फेरि चल्नेछ अनि परिवारले खाना पाउनेछ। फेरि तपाईँ अर्को लाइन तान्नुहुन्छ र त्यो लाइन लक्ष्यको दिशामै हुनुपर्छ, तर परिवार पुग्न नसक्ने गरी धेरै पर होइन। हामी लाइन बिस्तारै बाक्समाथि दायाँ हातको कुनासम्म तानिरहन्छौँ।
एक समय यस्तो आउँछ हामी परिवारलाई लिभर दबाएपछि मात्र खुवाउँछौँ। अन्त्यमा हामी उसले दया पञ्चले लिभर दबाएपछि मात्र खुवाउँछौँ। तपाईँ यति धेरै साना साना लक्ष्य किन बनाउनुहुन्छ? युवकले सोध्यो। लायनको श्रृङ्खलाद्वारा हामीले यस्तो लक्ष्य बनायौँ जुन परिवारले हासिल गर्न सकोस्। त्यसैले कुनै नयाँ काममा कसैले प्रशिक्षित गर्ने सूत्र हो पूर्ण रूपमा सही काम गर्न नसिक्दासम्म सिकाइरहनु। हामी बच्चा वा जनावरसँग यी अवधारणाको प्रयोग गर्न सधैँ गर्छौँ, तर वयस्कसँग व्यवहार गर्दा बिर्सिन्छौँ। उदाहरणको लागि समुद्री माछा घरमा सो देखाउने गरिन्छ। सोको अन्त्यमा एउटा ठुलो व्हेल डोरी माथिबाट उफ्रिन्छ, जबकि डोरी पानीभन्दा माथि हुन्छ। व्हेल तल आउँदा पहिलो 10 लाइनमा बसेको दर्शकहरूको कपडा भिजाइदिन्छ। मानिसहरू सो हेरेर गएपछि भूत बताउँछन्। यो अविश्वसनीय छ। व्हेललाई यस्तो गर्न कसरी सिकाए? म्यानेजरले सोध्नुभयो। के तपाईँलाई लाग्छ उनीहरू डुङ्गा लिएर समुद्रमा जान्छन् होला र पानीमाथि डोरी बाँधेर व्हेल पानीबाट निस्केर डोरीमाथि नउफ्रदासम्म माथि माथि भन्दै कराउँछन् होला? अनि उनीहरू भन्छन् होला, धेरै राम्रो, हामी यसलाई जागिरमा राख्छौँ, यो साँच्चीकै विजेता हो। युवकले भन्यो, होइन त, तर यो साँच्चीकै विजेतालाई काममा राख्नु जस्तै हो। दुवै हाँस्न थाले। तपाईँ सही भनिरहनु भएको छ। म्यानेजरले भन्नुभयो। व्हेल सुरुमा डोरीमाथिबाट उफ्रन जान्दैन थियो। उनीहरूले त्यसलाई तलाउमा प्रशिक्षण सुरु गरे र तपाईँलाई के लाग्छ उनीहरूले डोरी कहाँ राख्यो होलान्? तलाउको पिचमा? युवकले जवाब दियो। बिल्कुल, म्यानेजरले भन्नुभयो। जब व्हेल डोरीमाथिबाट पौडेर जान्थ्यो उसले खाना पाउँथ्यो। उनीहरूले डोरीलाई केही माथि उठाउँथ्यो र व्हेल डोरी मुनि पौडिँदा खाना मिल्दैन थियो। ऊ डोरीमाथि तैरिँदा मात्र खाना दिइन्थ्यो। त्यसैले केही समयपछि व्हेल डोरीमाथि पौडिन थाल्यो। त्यसपछि उसले डोरीलाई बिस्तारै माथि उठाउन थाल्यो र उसले डोरीमाथि किन उठाउन थाल्यो? युवकले सोध्यो। म्यानेजरले भन्नुभयो। पहिलो कुरा त उसको लक्ष्य स्पष्ट थियो र पानीमा उफ्रिनु र डोरी पार गर्नु 1 मिनेट म्यानेजरले सङ्केत दिनुभयो। दोस्रो कुरा हेर्नुहोस्, व्हेल एक पटक फेरि गरेर देखाएको छ भन्नुभयो। प्रशिक्षकका लागि त्यो त्यति रोमाञ्चक हुँदैन। हरेक मानिसले पानीमा हेर्छन् तर केही देख्दैनन् र केही समयपछि उनीहरू डोरी माथि उठाउँछन् र जबसम्म उनीहरू यसले पानीको तहसम्म लाग्दैनन् त्यसपछि व्हेललाई थाहा हुन्छ खाना चाहियो भने पानीबाट बाहिर निस्केर उफ्रिनु पर्दछ। त्यसैले ऊ डोरीमाथि उफ्रिनेछ। जब ऊ त्यो लक्ष्यसम्म पुग्छ तब मानिस डोरीलाई माथि माथि अरू धेरै माथि गर्न थाल्छन्। यसो भए मानिसले यसरी सिकाउँछन्। युवकले भन्यो। जनावरमा यो तरिकाले कसरी काम गर्छ भनेर मैले बुझे, तर मानिसमा यस्तो प्रयोग गर्न ठिक हुन्छ किन नहुनु? यो स्वाभाविक कुरा हो। म्यानेजरले भन्नुभयो। हामी सबैले आफ्नो बच्चासँग यस्तै व्यवहार गर्छौँ। तपाईँ उनीहरूलाई कसरी हिट्न सक्नुहुन्छ? यदि तपाईँले हिट भन्नुभयो भने हिट्ने कोसिस गर्न बच्चा लड्यो भने उसलाई पिट्न वा गाली गर्न थाल्नुहुन्छ। तपाईँ पक्कै यसो गर्नुहुन्न। तपाईँ बच्चालाई उभ्याउनुहुन्छ। पहिलो दिन ऊ केही डगमगाउँछ र यतिमा तपाईँ धेरै रोमाञ्चित हुनुहुन्छ र भन्नुहुन्छ ऊ उभियो। फेरि तपाईँ उसलाई अँगालो हाल्नुहुन्छ र चुम्नुहुन्छ। भोलिपल्ट बच्चा एक क्षणको लागि उभिन्छ, डगमगाउँदै 1-2 पाइला उठाउन पनि सक्छ। तपाईँ एकपटक फेरि उसलाई माया गर्नुहुन्छ, अँगाल्नुहुन्छ। आखिरमा बच्चाले बुझ्दै जान्छ। ऊ आफ्नो खुट्टा धेरै चलाउन थाल्छ र बिस्तारै हिँड्न थाल्छ र यही कुरा बच्चाले बोल्न सिक्दा पनि लागू हुन्छ। मानौ तपाईँ बच्चाले यस्तो भनेको कुरा चाहनुहुन्छ, कृपया मलाई 1 गिलास पानी दिनुहोस्। यदि तपाईँ बच्चालाई पानी दिनुभन्दा पहिला बच्चाको मुखबाट यो वाक्य कुरा सुन्नुलाई पर्खनुभयो भने बच्चा तिर्खाले छटपटाउनेछ। त्यसैले तपाईँले सुरुमा भन्नुहुन्छ पानी पानी। अचानक एक दिन बच्चो भन्न थाल्छ। तपाईँ खुसी हुनुहुन्छ, बच्चालाई अँगालो हाल्दै चुम्नुहुन्छ र अरूलाई पनि सुनाउनुहुन्छ। उसले राम्रोसँग पानी भन्न सकेको हुँदैन, तर ऊ नजिक पुगेको हुन्छ अनि उसले बिस्तारै भन्न सक्छ। तपाईँको बच्चाले 21 वर्षको उमेरमा कुनै होटलमा गएर 1 गिलास पाइ मागोस् भन्ने पक्कै चाहनुहुन्न। त्यसैले केही समयपछि केवल पानी शब्द स्वीकार गर्नुहुन्छ र त्यसपछि कृपयामा जोड दिनुहुन्छ।
यी उदाहरणबाट स्पष्ट हुन्छ कि कसैलाई विजेता बन्ने प्रशिक्षण दिनको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा उसले सही काम गरेको थाहा पाउनुपर्छ। विजेताले सही काम गरेको बेला पुग्न जरुरी छैन। राम्रो कार्य सम्पादन गर्नेहरू आफूले राम्रो काम गरेको थाहा पाउँछन् र आत्मप्रेरणा प्राप्त गर्छन्। र यही कारण तपाईँ सुरुमा नयाँ कर्मचारीलाई धेरै ध्यान दिनुहुन्छ वा अनुभवी कर्मचारीले कुनै नयाँ प्रोजेक्ट सुरु गर्दा दिनुहुन्छ। युवकले सोध्यो, यो 1 मिनेट म्यानेजरले भन्नुभयो, धेरै जसो म्यानेजर कर्मचारीको प्रशंसा गर्नुभन्दा पहिला मानिसहरूले सही काम गरेको हेर्ने पर्खाइमा बस्छन् र यसको परिणाम कयौं कर्मचारीले राम्रो कार्य सम्पादन गर्न सक्दैनन्, किनकि म्यानेजर उनीहरूले गलत काम गरेको बेलामा पुग्न चाहन्छन्। परिवारको उदाहरण त्यस्तै खालको कुरा हो र हामी परिवारलाई बाक्समा राख्छौँ तर खाना दिनुभन्दा पहिला त्यसले लिभर दबाओस् भन्ने पर्खाइमा नबसोस्। बरु उसलाई उत्प्रेरित गरिरहनको लागि बाक्समा चारैतिर बिजुलीको तार लगाइदिऊ ताकि उसले समय समयमा सजाय पाइरहोस्। मलाई त यही सही तरिका हो जस्तो लाग्दैन, युवकले सुझाव दियो। यो सफल होइन। 1 मिनेट म्यानेजरले सहमत हुँदै भन्नुभयो, केही समय सजाय पाएपछि परिवार बाक्सको कुनामा जान्छ र त्यहाँबाट हल्लिँदा पनि हल्लिँदैन। परिवारको लागि त्यो एक शत्रुपूर्ण वातावरण हुन्छ जसमा ऊ कुनै प्रकारको जोखिम लिन चाहँदैन। यही हामी धेरै जसो नयाँ र अनुभवहीन मानिसप्रति गर्छौँ। हामी उनीहरूलाई आफूसँगै लिएर उनीहरूको स्वागत गर्छौँ, उनीहरूलाई सबैसँग भेटाउन लगाउँछौँ, त्यसपछि उनीहरूलाई एक्लो छोडिदिन्छौँ। हामी उनीहरूले सही काम गरेको हेर्ने प्रयास गर्दैनौँ, बरु उनीहरू अगाडि बढिरहनु भनेर समय समयमा उनीहरूप्रति रिस पनि पोख्छौँ। यो सबैभन्दा धेरै लोकप्रिय लिडरसिप शैली हो। हामी यसलाई एक्लो छाडिदेऊ र अपमानित गर शैली भन्छौँ। तपाईँ कुनै मानिसलाई एक्लै छोड्नुहुन्छ, ऊबाट राम्रो कार्य सम्पादनको आशा गर्नुहुन्छ वा ऊबाट राम्रो कार्य सम्पादन नपाएपछि अपमानित गर्नुहुन्छ। ती मानिसहरूप्रति के हुन्छ? युवकले सोध्यो। मलाई लाग्छ तपाईँ धेरै सङ्गठनहरूमा जानुभएको छ। म्यानेजरले भन्नुभयो, त्यसैले तपाईँलाई यो कुरा थाहा छ कि तपाईँले त्यहाँ देख्नु भएको छ कि त्यहाँ कर्मचारी जति कम काम गर्दा हुन्छ त्यति नै कम काम गर्छन्। आज धेरै जसो कम्पनीमा यही गडबडी छ। त्यहाँका कर्मचारी साँच्चै उत्पादन गरिरहेका छैनन्, न सही क्वालिटी न सही क्वान्टिटी। मानिसहरूलाई खराब तरिकाले व्यवस्थापन गर्नु नै खराब बिजनेस कार्य सम्पादनको प्रमुख कारण हो। मित्रहरू, आजको भिडियो यति नै। फेरि भोलिको श्रृङ्खलामा अर्को च्याप्टर लिएर आउने बाचाको साथ अहिलेलाई भने बिदा हुन्छु। तपाईँहरू जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् र व्यस्त रहनुहोस् भन्दै अहिलेलाई भने बिदा भयो। नमस्कार।